हेलो गाइज, आज मैले आलुको चटनी बनाउन लाग्छु। चटनी अचारको लागि मैले आलु काटेँ, खुर्सानी, जिरा अनि मैले तिल कुटेको छु। अब तिल कुट्न लागेको चटनीको लागि, तिल चटनी बनाउनलाई मैले लामो लामो खुर्सानी अनि कट गरी नै अब यसलाई म भुन्न जाँदैछु। मैले सब मसलाहरू मिक्स गरिसकेँ। अब यसमा रातो तेल फुराएर हरियो खुर्सानी फुराएर यसमा हाल्ने। खुर्सानी फुराएर चटनीमा हालेँ। अब मैले यसमा यसलाई मैले मिक्स गर्छु। मैले अब मिक्स गरेर एउटा मोबाइल हातमा एउटाले भएन।